मौसम बदल्दा घुँडा दुख्छ वा मेरो कुनै जोर्नी दुख्छ भनेर धेरैले प्रश्न गर्नु भएको छ। यसमा संसारभरिको अर्थोपेडिक सर्जन्सहरूको कुनै एउटा कन्सेन्सस चाहिँ नै छैन, तर यसमा केही साइन्टिफिक फ्याक्ट्सहरू, केही वैज्ञानिक तथ्यहरू चाहिँ पक्कै पनि छन्। सो पहिलो तथ्य के हो भने जब हाम्रो मौसममा चिसोपना बढ्दै जान्छ वा जब हाम्रो झरीबादल लाग्दै जान्छ त्यो बेला हाम्रो एटमोस्फियरमा भएको प्रेसर घट्दै जान्छ र यो प्रेसर घट्ने क्रममा हाम्रो जोर्नीमा भएका मांसपेशीहरू तिनीहरू अलिकति तन्किने गर्दछन् है। सो जुन एक्सपान्ड भइसकेपछि एउटा दुखाइको कारक तत्त्व चाहिँ एउटा यो। त्यसैगरी अर्को हाम्रो चिसो मौसममा जोर्नीभित्र हुने जुन हाम्रो तरल पदार्थ हुन्छ जसलाई हामी साइनोभियल फ्लुइड भन्छौँ त्यसको भिस्कोसिटी हैन, त्यसको तरलता चाहिँ नै परिवर्तन हुने गर्दछ र तरलता परिवर्तन भए साथसाथै यो पनि दुखाइको अर्को कारण। त्यसैगरी तेस्रो कारण के हो त भन्दा चिसो मौसममा हाम्रो एक्टिभिटी लेभल कम हुन्छ, हामी निन्दुलहरू कम गर्ने गर्दछौँ जसबाट हाम्रो जोर्नीहरू कम चलायमान हुने गर्दछ र यो कम चलायमान भइसकेपछि लचकता कम भइसकेपछि हाम्रो जोर्नीहरू दुख्ने गर्दछ भने चौथो कारण चिसो मौसममा हाम्रो मांसपेशीहरू बढी मात्रामा खुम्चिने गर्दछन् र यो पनि एउटा दुखाइको कारण हो भने अन्तिम एउटा तथ्य चाहिँ के हो भन्दा चिसोले गर्दाखेरि जुन नसाहरू हुन्छ, नर्भ्सहरू हुन्छ त्यो अलिकति दुखाइप्रति बढी संवेदनशील हुने गर्दछ। सो यही कारणहरूले गर्दाखेरि हाम्रो चिसो मौसम वा मौसम परिवर्तन भए अनुसार नै दुखाइहरू बढ्छन् भन्ने गरिँदैछ। यद्यपि यसमा संसारभरिको सर्जन्सहरूको कुनै एउटा कन्सेन्सस चाहिँ छैन।